हेलो हेलो सबैलाई नमस्कार। म टेकराज ढोकिया फेसबुक पेजमा यहाँहरूलाई चाहिँ स्वागत छ। म चाहिँ आज हैन स्पेसल्ली यहाँहरूलाई चाहिँ यहाँहरूमाझ एउटा कुरा सेयर गर्न गइराखेको छु। भिडियो एकदमै इम्पोर्टेन्ट छ हैन, अन्तिमसम्म हेरेर साथ दिनु होला। कस्तो लाग्छ कमेन्ट पनि गर्नु होला। मलाई चाहिँ हैन म्याक्सिमम साथीहरूले चाहिँ हैन अथवा भेटेर कुरा गर्ने सोध्ने क्वेसन फेसबुक मेसेजमा पनि है मेसेज गरेर सोध्ने क्वेसन के हो भन्दाखेरि फेसबुक अथवा फेसबुक पेजलाई चाहिँ कसरी मोनेटाइज गर्न सकिन्छ हैन, मोनेटाइज गर्न हामीले चाहिँ के गर्नुपर्छ, यस्ता यावत कुराहरू चाहिँ मलाई साथीहरूले चाहिँ हैन क्वेसन गर्नुहुन्छ अथवा भेटेर पनि सोध्नुहुन्छ। अनि चाहिँ मेरो फेसबुकमा चाहिँ 10,000 फलोअर छ, 15,000 फलोअर छ, 20,000 छ, तर अझै पनि हामीले फेसबुक मोनेटाइज गर्न सकिरहेको छैनौँ। यसको लागि के गर्नुपर्छ भनेर यस्ता क्वेसनहरू मलाई साथीहरूले सोध्नु भएको छ। यो सम्पूर्ण साथीहरूको लागि चाहिँ हैन एकमुष्ट रूपमा म यो भिडियो मार्फत भन्न गइराखेको छु। अन्तिमसम्म हेर्नु होला, एकदमै ध्यान दिएर सुन्नु होला। यदि हजुर नेपालमा चाहिँ नेपालको हकमा चाहिँ हैन फेसबुक चाहिँ इलिजिबल कन्ट्रीमा छैन हैन, त्यो भएर नेपालमा चाहिँ अलि फेसबुक मोनेटाइज गर्न एकदमै गाह्रो छ। यदि हामीले चाहिँ फेसबुक मोनेटाइज गर्नको लागि हैन हामीले चाहिँ नेपाल भन्दा अन्य देशहरूमा हैन हामीले चाहिँ फेसबुक मोनेटाइज गर्न सक्छौँ। नेपालको हकमा चाहिँ फेसबुकले हैन यो स्टार चाहिँ मोनेटाइज गर्नको लागि मात्र सेटअप दिएको हुन्छ हैन। र मैले अनि त्यो भएर म्याक्सिमम मान्छेले के गर्नु हुँदो रहेछ भन्दाखेरि फेसबुकमा चाहिँ स्टारको लागि नेपालमा सेटअप दिइसकेपछि साथीहरूले चाहिँ हैन तत्कालै हैन अब नेपालको ब्याङ्क एकाउन्टहरू राखेर नेपालको एड्रेसहरू राखेर चाहिँ मोनेटाइज गर्नु भएको रहेछ। एक दुईजना साथीहरूको मैले हेरेँ पनि है। हेरिसकेपछि त्यस्तो केसमा चाहिँ हैन रिभ्यूमा जान्छ हैन, मोनेटाइज हुँदैन। नेपाल भनेको चाहिँ इलिजिबल कन्ट्रीमा छैन। यदि हजुरहरूको फेसबुक पेज मोनेटाइज गर्न चाहनुहुन्छ भने नेपाल भन्दा अरू देश भारत इन्डिया विदेशहरूमा हैन यहाँहरूको कोही साथीहरू आफन्तहरू हुनुहुन्छ भने हैन, साथीभाइ दाजुभाइ आफन्तहरू हुनुहुन्छ भने आफ्नो फेसबुक अथवा फेसबुक पेज उहाँहरूलाई दिने हैन लोकेसनहरू चेन्ज गरेर चाहिँ अनि उहाँहरूले उताको लोकेसन राख्नुहुन्छ, उहाँ उताको एड्रेसहरू र उतातिरको चाहिँ ब्याङ्क एकाउन्टहरू सबै कुराहरू उतातिर राखेर प्रोसेस गरेर चाहिँ गर्न मिल्छ। नेपालको हकमा चाहिँ अहिले छैन हैन। मैले पनि मेरो एउटा अर्को आइडी थियो, फर्स्टमा चाहिँ त्यो नेपालमा मैले नेपालबाटै नै मैले मोनेटाइज गरेको, अनि चाहिँ मोनेटाइज गर्दाखेरि भएन हैन। तर यो सबै रिभ्यूमै थियो। पछि मैले त थाहा थिएन हैन, पछि चाहिँ इन्डियामा गइसकेपछि हैन भिडियोहरू हेर्दै जाँदा त नेपाल चाहिँ हाम्रो इलिजिबल कन्ट्रीमा रहन्छ फेसबुकको लागि। त्यो भएको हुनाले यहाँहरू चाहिँ फेसबुक मोनेटाइज गर्नको लागि नेपालमा इलिजिबल कन्ट्री छैन। नेपाल लगायत अन्य देशहरूमा चाहिँ छ। हजुरहरूको त्यहाँ गएर उहाँहरू साथीसँग कन्ट्याक्ट गरेर चाहिँ गर्न सक्नुहुनेछ। धन्यवाद।